सम्पूर्णमा नमस्कार। स्वागत छ तपाईलाई आजको भिडियोमा। सामुदायिक विद्यालयमा कार्यरत प्रत्येक स्थायी शिक्षकले हरेक शैक्षिक सत्रको सुरुमा कार्य सम्पादन मूल्याङ्कन फारम अनिवार्य रूपमा भर्नुपर्ने हुन्छ र यो बढुवा परियोजनको लागि एकदमै आवश्यक रहेको छ र यो फारम भर्ने क्रममा हामीलाई एउटा एक्सन रिसर्चको आवश्यकता पर्ने गर्दछ र उक्त कार्यमूलक अनुसन्धानको प्रतिवेदन हामीले निर्माण गर्नुपर्ने हुन्छ। आजको भिडियो अन्तर्गत रहेर म तपाईहरुलाई च्याटजीपीटीको प्रयोग गर्दै सजिलैसँग प्रिन्ट गर्न मिल्ने गरीको एक्सन रिसर्च कसरी तयार पार्ने भन्ने बारे छोटो जानकारी प्रस्तुत गर्न गइरहेको छु। यो भिडियो केवल एजुकेशनल पर्पजको लागि मात्र बनाइएको हो। वास्तवमा अनुसन्धान जस्तो महत्त्वपूर्ण कुरा तपाईले आफै गरेर आफैले प्रतिवेदन बनाउनु भयो भने एकदमै राम्रो हुन्छ। यद्यपि कुनै समय हामीलाई समय पुगेन र हामीले त्यस्तो अनुसन्धान गर्न सकेनौं भने च्याटजीपीटीको प्रयोग गरेर त्यस्तो अनुसन्धान प्रतिवेदन कसरी तयार पार्ने भन्ने बारे म जानकारी यहाँहरुमा प्रस्तुत गर्न गइरहेको छु र च्याटजीपीटीको प्रयोग गरेर हामीले सजिलैसँग एक्सन रिसर्च बनाउन सक्छौं। ढिला नगरिकन आजको भिडियो कन्टेन्टलाई सुरु गरौं। आजको भिडियो कन्टेन्ट अन्तर्गत रहेर तपाईहरुले आफ्नो अनुसन्धानको शीर्षक, अनुसन्धान गर्ने व्यक्ति, आफ्नो विद्यालय, विद्यालयको ठेगाना र आफ्नो सिट रोल नम्बर मात्र प्रयोग गरेर सजिलैसँग एउटा अनुसन्धान प्रतिवेदन तयार पार्न सक्नुहुन्छ। जसको लागि मैले यहाँ च्याटजीपीटीलाई दिने एउटा प्रम्प्ट तयार पारेर राखेको छु। यसको लिंक म तपाईहरुलाई डिस्क्रिप्सन बक्समा अनिवार्य रूपमा राख्दिने नै छु। तपाईले त्यहाँ गएर चेक गरेर त्यो प्रम्प्टलाई कपी गर्न सक्नुहुनेछ। सर्वप्रथम म तपाईहरुलाई यो प्रम्प्ट देखाउन गइरहेको छु र यहाँनेरि चाहिँ मैले एउटा प्रम्प्ट तयार पारेको छु र सबैभन्दा सुरुमा चाहिँ यो प्रम्प्टलाई म यहाँबाट कपी गर्छु। अब त्यसरी प्रम्प्टलाई कपी गरिसके पश्चात म पुनः गुगल क्रोममा आउँछु र गुगल क्रोमलाई ओपन गर्छु। गुगल क्रोमलाई ओपन गरिसके पश्चात तपाईले यहाँ च्याटजीपीटीलाई ओपन गर्नु होला। जस्तै म यहाँ च्याटजीपीटीलाई ओपन गर्छु। जसको लागि सर्च बारमा chatgpt.com लगाई इन्टर थिच्नु होला। अब यहाँ आस्क एनीथिङ भनेको ठाउँमा अघिको कुरालाई म यहाँ पेस्ट गर्छु र यसरी पेस्ट गरिसके पश्चात म यसलाई सेन्ड गर्छु। यसरी सेन्ड गरिसके पश्चात तपाईले यहाँ 5 वटा विवरण पठाउनुहोस् भन्ने एउटा अप्सन पाउनुहुन्छ। उदाहरणको लागि म यहाँ 5 वटा विवरण लेख्दै छु। तपाईले पनि आफ्नो के शीर्षकमा अनुसन्धान गर्न चाहनुहुन्छ, तपाईको नाम के हो, विद्यालयको नाम के हो, ठेगाना के हो र तपाईको संकेत नम्बर के हो भन्ने यहाँ क्रमशः यसरी टाइप गर्नु होला। मैले यहाँ उदाहरणको लागि यो कुरा यसरी टाइप गरे र म यसलाई सेन्ड गर्छु। यसरी सेन्ड गरिसके पश्चात तपाईले यहाँ सजिलैसँग कार्यमूलक अनुसन्धान पाउनुहुनेछ। यहाँ च्याटजीपीटीले सजिलैसँग मैले दिएको प्रम्प्ट्सको आधारमा कार्यमूलक अनुसन्धान तयार गरिरहेको छ। यसरी तपाईहरुले एउटा अनुसन्धानको फर्मेट पाउनुभयो र यसलाई सजिलैसँग तपाईले वर्ड फाइलमा कन्भर्ट गर्न सक्नुहुन्छ। जसको लागि यहाँ तल आस्क एनीथिङमा गएर र यसरी मेक इट डक्स भनेर तपाईले पुनः यसलाई जानकारी दिनुभयो भने यसले तपाईलाई डकुमेन्ट फाइल तयार गरेर
दिन्छ र यसको लागि भने यहाँ केही समय हामीले पर्खिनु पर्ने हुन्छ। साथै हामीले यो च्याट जीपीटीमा लगइन पनि गरेको हुनुपर्छ। ल यहाँनेरि डाउनलोड द docx फाइल भनेर आयो, यहाँ क्लिक गर्नुभयो भने सजिलैसँग तपाईको कार्यमूलक अनुसन्धानको डक्स फाइल यहाँ डाउनलोड हुन्छ र यसरी ओपन गर्न सकिन्छ। यसरी हामीले सजिलैसँग कार्यमूलक अनुसन्धान निर्माण गर्न सक्छौं। तपाईले यहीबाट डकुमेन्ट फाइल आएन भने पनि यहीबाट तपाईले सबै कपी गरेर वर्डमा लगेर पेस्ट गरेर पनि डकुमेन्ट फाइल बनाउन सक्नुहुन्छ। आजको भिडियो तपाईलाई कस्तो लाग्यो? भिडियो जानकारीमूलक लागेमा कृपया हाम्रो च्यानललाई लाइक, शेयर तथा सब्स्क्राइब गरिदिनु होला। यो प्रोम्प्ट प्राप्त गर्नको लागि तपाईले कमेन्ट बक्समा रहेको लिंकमा क्लिक गरेर सजिलैसँग यो माथिको प्रोम्प्ट प्राप्त गर्न सक्नुहुनेछ। हस् त आजको लागि यति नै। पुनः फेरि हामी अर्को जानकारीमूलक भिडियोमा भेट्ने बाचाको साथ आजको लागि बिदा माग्छु। धन्यवाद।